मेरो नाम युवराज तासुरिया। यो एरिया म पनि कर्मचारी नै हो हैन, वित्तीय संस्थामा काम गर्छु। मलाई हरेक शुक्रबार आउनु पर्दा यही बाटो हिँड्नुपर्छ भने अब हरेक वर्षको चाहिँ यही नै छ। यो अब हिउँद लागेपछि पुल हुने, बर्खामा त हिँडिँदैन। अनि अब त्यसमा पनि 150-200 चाहिँ खेपै पछि गए पछि दिइराख्नुपर्ने अवस्था छ। यसमा पनि यदि पुल नै राख्ने हो भने त अब यो गाउँपालिकाले दुईटै गाउँपालिका समन्वय गरेर यो कम्तीमा अब अर्को स्थायी रूपमा पुल नबनुन्जेलसम्म त त्यो पैसा कम्तीमा नतिर्नु पर्ने भइदिए पनि हुन्थ्यो होला नि त। र अब स्थानीयमा अब यहाँको जनताहरूलाई त शास्ति छँदैन छ, हरेक सालको त शास्ति छ। अब यो हुलाकी मार्ग भएर पनि एकदम आवाजावत व्यापकता हुन्छ क्या। बिहान 6 बजेदेखि बेलुका साँझ परेसम्म निरन्तर मान्छेहरू गइरहेका हुन्छन्। अब यसलाई चाहिँ विशेष गरेर चाहिँ माथिल्लो निकायका जनप्रतिनिधिहरूदेखि लिएर अब मन्त्रीहरू सबै आइपुग्नु भएको छ। तर अब मलाई जहाँसम्म लाग्छ 14 वर्ष बितिसकेको छ। 14 वर्ष बितिसक्दा पनि अब न ठेकेदारले केही चासोको विषय छ, न सम्बन्धित निकायले केही चासो नदेखाएको देखिन्छ।